अस्ट्रेलियाको बसन्तपुर असन बुढाबुढी पनि म्याचिङ लाएर हिँड्यो भने त फेरि दाजुभाइ भन्दैन होइन ठिक छ यस्तै ठिक छ मुखमा मुस्कान Good morning everyone, welcome to my channel. I'm on this restaurant and I make day-to-day vlogging. So today's plan is we're going to Sydney again to see Vivid. It's early in the morning, it's 5:30. We're ready for work. We'll go to work, we'll finish our work, we'll come back home. And we have already done the packing last night. We'll put everything back in the bag, in the car. And then we'll leave Sydney, isn't it? Yeah. He brushes his teeth early in the morning, whereas I brush my teeth at night. Ooh. Alright, ladies and gentlemen. We're back from our work and baby was sleeping when we came, so we did not video shoot ourselves, but now we are leaving, so I'm video shooting. मैले चस्मा चाहिँ भित्रै छोडेँ क्या फेरि चस्मा लाकै थिएन क्यारे मैले चस्मा इज इन माई कार द्याट्स ओके ल मम्मी इज लकिङ द डोर चस्मा क्यामेरा भएको त त्यहाँ थियो के अरे ठिकै हो क्यामेरा त निकाले मेरो क्यालबरीको ब्याग त्यहीँ छ है क्यालबरीको ब्याग मम्मीले ढोका लाउँदै हुनुहुन्छ गाइज म अब जुत्ता लाउँछु मोजा लाउँछु अनि जान्छु अगाडि बस्न पाएपछि खुसी भयो अलराइट गाइज हामीले अघि भर्खर आएर चाहिँ के गर्यौँ भन्दाखेरि छोरीको कार सिट अगाडि सारिदिउँ ह्याप्पी मजा आइरहेछ किन भन्दा ऊ भर्खरै सुतेर उठेको फेरि गाडीमा सुत्दैन फेरि गाडीमा नसुत्ने भएपछि किन पछाडि सार्ने अगाडि नै सारिदिउँ भनेर हामीले बुढाबुढी मिलेर कार सिट अगाडि फर्काइदियो माझ गाइज फाइनल्ली है बिग चेन्ज फर अस मलाई चाहिँ अलिकति एन्जाइटी भइरहेछ तर द्याट्स अल राइट यसलाई फर्सिराख्न बिर्स्यो नि फर्सिराख्न बिर्स्यो मैले फर्सिरहेको छु गाइस त्यही त भित्र राख्नु बिर्स्यो भने आमाले छोरीले भोलि व्रतको दिन खानुहुन्थ्यो अब उले जान लाग्दा हो नि उही गरेर खाने पकान व्रत तपाईँ भोलि मम्मी ढोकै लाग्छ नि यार तपाईँ पनि सोध्नु पर्छ नि यार सिक्रेट लाग्दैन ढोका लाग्दैन अब यसो राम्ररी भनिदिउँ गाइस ए म लिपस्टिक लाउँदैछु है यस्तो राउन्ड अबाउटमा लाने काम नगर्नु न लिपस्टिक राउन्ड अबाउटमा लिपस्टिक लगाएपछि त लिपस्टिक पनि त राउन्ड होला नि त फेरि है यस्तो होला नि फेरि मेरो लिपस्टिक अरे रे बाबा रे देवा रे देवा क्या कर रहे हो ल है अब है एउटै ढोका ला खाएन के बिर्छ मलाई थाहा छ मम्मी मुखमा मुस्कान समझ रहे हो बिर्सिनु भयो तपाईले मेरो लिपस्टिक त आडे पाडे भयो गाइज छोरीको बोतल ल्याइदेखा खाना लिएर आएछ मैले गुड तपाईँले नाले भएर चाहिँ तपाईँले त्यस्तो लाग्यो होला तपाईँले ब्याग हाल्नु नि तपाईँको बिस्तारै अगाडि त्यो काइन्ड अफ एन्जाइटी भन्ने मान्छेलाई त्यस्तो हुन्छ अरे क्या बुझ्नुभयो मम्मी मैले नि अस्ति पत्ता लाग्यो लोरियल पेरिसको मेरो नयाँ लिपस्टिक त्यहाँ त त्यो पकाएर खाइदिनु भयो भने बाहिरै खाइदिनु ठिकै गर्नुभयो तर होइन 4 बजी निस्किनु भनेको थियो अनि ढिला होला भनेर मात्र मैले त भात नपकाने हुन्थ्यो भन्ने सोचेको थिएँ क्या अब भात खाइयो भाँडामा चाहिँ सकियो छोरी नउठेर यो काम सच्याउ छोरीले पाउनलाई आज फेरि मजाले सुत्यो अस्ति 2-3 दिनसम्म सुत्न नपाके थाक्यो टिभी छ थाक्यो कि आज अब मालिस पनि गर्दैछ नि हिजो मालिस गरिदिन्छु भनेको छोरीलाई छोरी मान्दै मानेर मालिस
मैले गरे हैन मैले Oh my पनि god, look at the traffic, guys. माथि बढ्यो हैन म गाडीको लाइन यो त उकालो ओहो खाली ठाउँ कहीँ पनि आउने बेला यस्तो खिच्ने मान्छेलाई हायर गर्नु पर्यो हामीले अरे कहना क्या चाहते हो मैले राम्रै खिचेको हो साथीहरू त्यो त भगाएर थाहा हुन्छ मैले गरेकै हो राम्रै खिचेको हो तर यहाँनिर मलाई एउटाको टाउकै छैन एउटाको छैन एउटाको Let's go! हामी कहाँ जाने घुम्न जाने अलराइट गाइज अब हामी जाँदैछौँ भिभिड हेर्नलाई कुन ठाउँमा जाँदै रे हामी ओपेरा हाउस हार्बर ब्रिज त्यतै मैले पहिला पनि एकचोटि भिभिड हेरिसकेँ तर आमासँग अझ बेसरी हाने टाउकोमा डुवाङ्गा हान्दै चाहिँ यार यो अग्लो भएको मान्छेहरूसँग त हिँड्नै हुन्न कि घरि कहाँबाट डुवाङ्गा बजाइदिन्छन् घरि कहाँबाट डुवाङ्गा बजाइदिन्छन् थाहै हुँदैन गाइज अस्ट्रेलियामा चाहिँ यसरी पे गरेर भित्र छिर्नुपर्छ होइन म आज देखाउँछु तो चलिए शुरू करते हैं छिरिसक्यो ए पाउनु है मम्मी पहिला मम्मीलाई छिरौँ ल मम्मी जानु जानु अर्को छिरेर म गएँ मम्मी सासू भएको भए भएर सासूलाई पहिलो प्राथमिकता मम्मी खै त धन्यवाद भने यस्तो छ जिन्दगानी गाइस ल अब हाम्रो ट्रेन छ 7:16 त्यसपछि हामी सुइएर जान्छौँ सर्कुलर क्वेमा अनि त्यसपछि हामी भिभिड हेर्छौँ आम चाहिँ एक्साइटेड मैले एकचोटि मात्र भिभिड हेर्नु गएको थिएँ त्यतिखेर आमासँग फेरीमा चढेर घुमेको थिएँ हामी आमा त यस्तो खुसी हुनुभएको थियो यहीँ ओछ्यान हालेर सुत्न पाए नि हुन्थ्यो तिमीहरू किन त्यस्तो ठाउँमा बसेको यहीँ बस्नु पर्दैन भनेर कम त भनेको थियो हामीलाई यहाँ गर्ल्सहरूले चटपटेको नाममा डालमोच भुजा मिक्स गरेर ल्याएछन् गाइज यति भयो नि ल्याएछन् भन्नु त हजुर यस्तो ल ठुलो मान्छेको मुखमुखै लागेको स्ट्यान्डबाई बस्नु पर्यो नि मान्छेहरू अनि त अन्मिका Central, Town Hall, Ringwood, Mayfield Point, North Sydney, and Kennedy Station. Thank you. मेरो छोरी Dirty. No. Yaki. See? Cat. Yaki. 4 भयो Yaki लाग्यो? Yaki. Yaki. Oh my god. Oh my god. भनाइ चढ्नु पर्यो भने रनिङ गर्न मिल्दैन ट्रेनमा लाखे जवान केटीहरू हिँड्दैछौँ के मलाई लिफ्ट चढेर जानु छोड्दै केटी लिफ्ट सिफ्ट प्राइमवाला मान्छेहरूलाई छोड्दै हामी 2 खुट्टा हिँडेर जाउँ हाम्रो यहाँ मम्मी समेत हिँडेर आइरहनु भएको छ अब चाहिँ लिफ्टमा के चढ्ने मम्मी हामी जवान मान्छेहरू त भर्याङ चढ्ने हो नि त मम्मी होइन के हुँदैछ यहाँ कहाँ के बज्दैछ हो गाइज हामी सिडनी पुग्यौँ है कहाँ पुग्यौँ हामी
ओइ म हराउँदा है केटी हो मलाई समात उता घडी रहेछ गाइस ए उता उता ओइ धन्ने छुट्या तिमीहरू आऊ ल है ल है ल है ल है आज त जाडो रहेन है खोइ स्टार स्टार माई साइनिङ स्टार त यहाँ छ स्टार हाई हामी टाउन हलमा छौँ उसलाई कस्तो रमाइलो लागिरहेछ उसले हेरिरहेछ कहाँ आयो भने उता हेर्नु म्युजिक बजेर त अहिले नाच्न बेर छैन के देखियो छोरी घडी घडी देखाइदेऊ त ऊ घडी 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 देखाइदेऊ मामु घडी भन स्टार देखाइदेऊ नि स्टार स्टार लेट्स गो खोज्दैछ माथि 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 I will cry, no, I won't shed a tear, just as long as you stand by me, darling, darling, stand by me, stand by me. के रहेछ गीत गाएको भन डान्सिङ लाइट हुन्छ दार्जिलिङहरूमा लेट्स गो के हुन्छ रे लाइट फारवर्ड फारवर्ड होइन लाइट लाइट चाहिँ त्यो प्लेइङ डान्सिङवाला कस्तो लाइट चलेर हुन्छ अरे दार्जिलिङहरूमा पनि छोरी त क्या दङ्ग छ बुढा दङ्ग पनि यस्तो क्युरियस आइज सुसु गरेर त्यो क्युरियस आइज कस्तो हुन्छ भने मैले देखेँ यार अनि त्यही त क्युरियस छ अनि सरप्राइज भइरहेको छ किन त चोरो वाउ कलर पिङ्क कलर यो के हो यो के हो साइकल उसले अघि देख्ने बित्तिकै साइकल भनिसक्यो के हो रे यो अस्ट्रेलियाको बसन्तपुर असन पुरै भिडभाड मात्र छ यहाँ तर रमाइलो लागिरहेछ नेपाल ओ माई गॉड हेर्नु यहाँ यस्तो बुढेसकालमा पनि म्याचिङ लाएर हिँडिरहेछन् है बुढाबुढीहरू ओ नो आई थिङ्क दे आर के अरे आमा छोरा सरी गाइज मैले त्यस्तो भन्न ठानेछु तर उनीहरू आमा छोरा जस्तो छ म्याचिङ लाएर हिँडेको सो क्युट सो स्विट खै हामी बुढाबुढी पनि म्याचिङ लाएर हिँड्यो भने त फेरि दाजुभाइ भन्दैन होइन ठिक छ अरे कहना क्या चाहते हो यस्तै ठिक छ दाजु बहिनी जस्तै यिनीहरू नि त्यो माया प्रीतिमा भएको मान्छेहरू जस्तो चाहिँ अर्कै लाग्छ म्याचिङ लाग्छ छैन नि त ए हो र छोरी द बेस्ट थिङ टु डु कतै घुम्न जाँदा काकी आन्टी छ भने उनीहरूलाई साथमा लिएर आउने अनि दे विल होल्ड योर बेबी फर यु एन्ड यु क्यान जस्ट बी रिल्याक्स एन्ड वक बाई योरसेल्फ बुढासँग अङ्गालो मारेर हिँड्न पाइन्छ नत्र त मुला पाइँदैन ल